जेन्जी आन्दोलन भएको थियो परिवारवादका विरुद्धमा, जुन चाहिँ यो बाउले कमाउने, भ्रष्टाचार गर्ने, त्यसपछि छोरछोरीमा ट्रान्सफर हुने हो, त्यसका विरुद्धमा चाहिँ जेन्जी आन्दोलन भएको थियो। तर आजको समयमा हामीले यदि राजनीतिलाई निहालेर हेर्ने हो भने दुईटा असाध्यै सेफेस्ट नामी राजनीति, पहिलो हो प्रचण्ड र दोस्रो रेणुका दाहाल। यी दुईजना चाहिँ अब भनौँ न संसदीय राजनीतिमा आउने पक्का पक्की देखिन्छ। के जेन्जी आन्दोलन यसैका निमित्त भएको थियो? थिएन नि। तर पनि यी दुई पात्र चाहिँ जब सेफेस्ट रूपमा संसद आउने देखिन्छ, कहीँ न कतै जेन्जी आन्दोलनको जुन चाहिँ मर्म थियो, नेपोटिजम अथवा परिवारवाद हो, त्यसमाथि खतराको बाडल मडारिएको देखिन्छ। प्रचण्ड पनि हाँसी हाँसी जेन्जीको माग भन्छन्, त्यसपछि रेणुका दाहाल पनि हाँसी हाँसी जेन्जीको माग चाहिँ मै हो भनेर संसदभित्र छिर्छन् र जेन्जी आन्दोलनको जुन चाहिँ मर्म थियो कि परिवारवादको अन्त्य गरौँ राजनीतिमा भन्ने हो, त्यो चाहिँ जान्छ अब गोलखाडीमा। यदि अब आउने संसदीय चुनावमा याद गरौँ प्रचण्ड, रेणुका दाहाल, त्यस्तै गरेर परिवारवादका अन्तर्गतमा पर्ने अरू नेताहरू र उनीहरूका नेतृत्वकर्ताहरू यदि जितेर आउँछन् भने जेन्जी आन्दोलनले जुन चाहिँ यो नेपोटिजमको कुरा उठाएको थियो हो, त्यो चाहिँ के भन्ने, त्यो चाहिँ टोटल्ली कोल्याप्स हुन्छ अथवा खाडलमा जान्छ। र हामी नेपालीले चाहिँ भनौँ न भविष्यमा कुनै पनि आन्दोलन गर्नुभन्दा बरु टक्रक्कसँग पासपोर्ट निकाल्यो, पासपोर्टमा भिजा ड्याममा लगाएर बाहिर विदेशमा गयो, बरु योभन्दा सुखको क्षण अरू आउने छैन। यो देश विकास हुने छैन।